दुनियाँमा धेरै थरीका फोर्सहरू खडा भएका छन्। विभिन्न डनहरूको नेतृत्वमा चाहिँ विभिन्न टाइपका फोर्सहरू खडा भएको छन्। कुनै बेला माओवादी वाइसेल सबभन्दा अग्र मोर्चामा काठमाडौँका टोले गुण्डाहरू, सहरका गुण्डाहरू जसले अपहरण बच्चा बच्ची सबैलाई अपहरण गर्ने, व्यवसायीहरूलाई फिरौती माग्ने, अपहरण गर्ने दुनियाँ काम गरिराखेको चाहिँ सबै डनहरूलाई लखेट्नको निमित्त काठमाडौँमा वाइसेल खडा थियो। त्यही बेलामा काठमाडौँबाट भागेका सबै डनहरू केन्द्रित गरेर त्यति बेलाको चाहिँ युथ फोर्स खडा गरिएको थियो। पछि विघटन भयो। आज फेरि पनि जेनजीले एउटा मुभमेन्ट, यद्यपि जेनजीका विभिन्न विकृति होलान्, तर जेनजीले यो देशमा सुशासन चाहिन्छ, परिवर्तन गर्नुपर्छ र स्थायी शासन ल्याउनुपर्छ भनेर जुन अभियान चलाएको छ, हरेक गलत मान्छेहरूलाई चाहिँ खबरदारी गर्नुपर्छ भनेर एउटा चेतना फैलाएको छ, त्यसको विरुद्ध लड्नको निमित्त अहिले एउटा युथ भोलिन्टियर फोर्स भनेर अर्को एउटा डनको नेतृत्वमा उसले खडा गरेको छ। अब त्यहाँ केन्द्रित हुने भनेका सबै अपराधीहरू, सबै यो देशमा मुद्दा लागेकाहरू, सबै फटाहरूलाई चाहिँ केन्द्रीकरण गरेर फेरि इमान्दार मान्छेहरूलाई लखेट्ने प्रयत्न गरिएको छ। यी सारा कुराको विरुद्धमा तपाईले सही इन्फर्मेसन दिएर सही ढङ्गले त्यसलाई चाहिँ प्रतिवाद गर्ने एउटा फोर्सको रूपमा तपाईले आफूलाई जेनजी रेड फोर्सको रूपमा खडा गर्नुहोस्। म फेरि पनि भन्छु, तपाईँ कसैको प्रतिस्पर्धी होइन, तपाईले आफूलाई एक सहयात्री र एक बलियो आधार भएको युवा दस्ताको रूपमा खडा गरेर जानुहोस्।